एसएसडब्ल्यू वर्किङ भिजाको लिमिट भनेको 5 वर्ष। अनि नेपाल गएर फेरि आउन मिल्छ त भन्दाखेरि अहिलेसम्म मिल्दैन। किन मिल्दैन त भन्दा जापानले एउटै मान्छेलाई चाहिँ एउटै स्थानमा रहिरहेको मन पराउँदैन भनौँ मान्छेले चाहिँ ग्रो अप गर्दै जाउन् क्या, हरेक कुराहरूमा आफ्नो स्किलमा आफ्नो भाषामा हरेक कुरामा चाहिँ मान्छे चाहिँ अगाडि बढ्दै जाउन् भन्ने खालको त्यो पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ जापानले चाहिँ अहिले एसएसडब्ल्यू बसेर 5 वर्ष कटिसकेर नेपाल गएर फेरि अर्को स्किलमा आउनु पाइन्छ कि भन्ने खालको कुराहरू आउँदा चाहिँ त्यो चाहिँ अहिलेसम्म छैन। 5 वर्ष पुगेर फर्केको मान्छेहरू पनि छैन होला सायद, होइन त्यति धेरै। अनि एसएसडब्ल्यू 2 गर्नै पर्छ, 2 नगरिकन बस्न पाइँदैन। किन पाइँदैन भन्दाखेरि त्यही हो, जापानले स्किल अप गरोस् है, आफूलाई ग्रो गरोस् है भन्ने खालको उसले गर्दाखेरि चाहिँ त्यो गरेको हो। र 5 वर्षभित्र 5 वर्ष बसिसक्दाखेरि कि 2 मा जानु पर्यो कि आफूले नेपाल गएर आफ्नो व्यवस्थापन गर्न सक्ने भएर चाहिँ फर्किनुपर्ने हुन्छ। त्यो हुँदाखेरि एसएसडब्ल्यूमा आइसकेका साथीहरूले पैसा बचत गर्नुहोस्, भाषालाई बढाउनुहोस्। अब यहाँ पास भएर बस्नै पास भइएन भनेर दुःख मन गर्नै पर्ने कुरा पनि छैन। 5 वर्षमा केही रकम कमाएकै हुन्छौँ, नेपाल गएर आफ्नो सिप र पैसालाई लगानी गरेर आफूलाई सेट गर्न सक्छौँ है त। त्यो हुनाले गर्दाखेरि 2 नगरी बस्न पाइँदैन, नेपाल गएर फेरि आउन पाइन्छ भन्ने कुरा चाहिँ छैन है त।